माथि देख्न सक्नुहुन्छ बादल बादल। जिन्दाबाद जिन्दाबाद नेपाली कांग्रेस जिन्दाबाद। हेलो गाइस, अहिले चाहिँ हामी होली मनाउन गइरहेका छौँ अनि दिस इज माई स्कार्फ चाहिँ हावाले सबैतिर उडाइरहेको छ। होली मनाउन चाहिँ हिँडेको होइन, तल कलर चाहिँ लाउन मन छैन। यस्तो पनि होली हुन्छ। अनि आज चाहिँ म प्यासेन्जर प्रिन्सेस हो। आज चाहिँ मैले राइड गरिनँ, सो मेरो आँखा हेर्न सक्नुहुन्छ यस्तो रातो रातो भइरहेको छ। राइडर कस्तो महसुस भइरहेको छ मेरो स्कुटर चलाउन पाउँदा? एकदम आनन्द भएको छ। खासै होली चाहिँ लागेको देखिँदैन है, के गर्नु अलिअलि थोरै थोरै। अनि मेरो यो चाहिँ खुस्किसकेको छ, अडिएको छैन। अनि कपाल हेर्नुहोस् यस्तो धार। आजको आकाश एकदम खुल्लै रहेको छ साथीहरू। पछाडि चाहिँ माथि देख्न सक्नुहुन्छ बादल बादल। आँखा धुलोले हेर्नु परेला। मस्कारा लाउनै परेको छैन, नेचुरल मस्कारा। आज होलीको चलपल चाहिँ खासै रहेन रहेछ। त्यति खै मान्छे नै देखिन। जुन जुन क्रेज पहिला हुन्थ्यो नि त्यस्तो चाहिँ देखिएन होइन। आज म भ्लग नबनाउने सोचमा थिएँ, त्यो पनि यस्तो रोडमा हिँडिसकेपछि त ल बनाइदिउँ भन्ने भयो। अनि घरबाट हिँड्दै ढिलो हिँडेको हो नि त, 2 बजिसकेको थियो। अहिले त कति भइसक्यो, 3 मान लागिसक्यो। साथीहरू ढिला भइसक्यो। त्यही पनि यसो हामी सर डुलेर आउने हो, त्यस्तो होली खेल्ने भनेर उनी गर्ने होइन। देख्न सक्नुहुन्छ एउटा केही पनि लगाएको छैन नि त। सो बिस्तारै जाम। 4-5 सेकेन्ड थियो। जिन्दाबाद जिन्दाबाद नेपाली कांग्रेस जिन्दाबाद। सो अहिले चाहिँ हामी भद्रकाली आइपुग्यौँ होइन। अब उता त खासै केही देखिएन। अब यताको माहौल चाहिँ हेरौँ है त साथीहरू कस्तो छ। म तपाईँहरूलाई देखाउँछु। हल्ला चाहिँ अलिअलि आइरहेछ है। ल यहाँ अलिअलि स्टार्ट भएको छ। ल जाम चाहिँ डेन्जर साथीहरू। यस्तो झ्याउ हुन्छ क्या, अब घ्याराक 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 पार्नुपर्छ। साह्रै झ्याउको बात छ यो चाहिँ। यो त टावर। साथीहरूको क्याफे छुट्टै रमाइलो छ। यस्तो पो हो त होइन। अब यहाँ चाहिँ मलाई होली लागेको भाइ आयो साथीहरू। होली त यता चाहिँ खतरा लागेको छ गाइज। हेर्नु टुडी खेलमा यहाँ डेन्जर लागेको छ उतातिर। जहाँ तै होली लाएर अलिअलि छैन। तर अब हामी दरबारतिर जाँदैछौँ साथीहरू। दिउँसो त डेन्जर गर्मी भइसकेको छ। घामले पोलेर यतिमै मेरो बुटुक्कै भइसक्यो म। लास्टै गर्मीको माहौल अलिक ज्यादा छ। डिहाइड्रेसन हुन लागिसक्यो। यहाँ पानी खान पाएको छैन हेर्नुहोस्।
आफूले भन्दा नि अरूलाई बुझाउन सक्नुपर्ने रहेछ हो कि होइन?